Happy माघे सङ्क्रान्ति। आज माघ 1 गते। सबैजनाले राम्रो माघे सङ्क्रान्ति मनाउनुहोस्। चिसो मौसम चलिरहेछ। हाम्रो चाहिँ भोलिको लागि चाहिँ एकदम माघे सङ्क्रान्तिको तयारी भइरहेको छ। यहाँनिर यो चाहिँ इस्कुसको जरा आफू त पर्दैछ अन्त यो चाहिँ धेरै मिस गरेको वनतरुल र घरतरुल अन्त यो चाहिँ सक्करे सुठुनी भन्छ, यता चाहिँ सक्करे भन्दो रहेछ। रातो सेतो खालको भए चाहिँ मिठो हुन्थ्यो, यो चाहिँ सेतो खालको पाउँदैन, रातो खालको मात्रै, त्यो पनि तल घरबाट ल्याइदिएको, हाम्रो घरमा चाहिँ छैन पनि। अन्त यो चाहिँ उयो वनतरुल सिम्बली तरुल यो पनि अरूले ल्याइदिनु भएको, कता कता बजारबाट किनेर ल्याउनु भएको अरे। यति छ भोलिको लागि। काँचो यो चाहिँ तयारी मात्रै पारिरहेको, भोलि बिहान पकाएर चाहिँ भोलि चाहिँ एकदम उयो गर्नुपर्ने, बिहानै खानुपर्ने, उठ्नुसाथ पकाएर चाहिँ खाइहाल्नु पर्ने अरे। वनतरुलको तिलक, वनतरुल पोलेर चाहिँ उयो गर्छ, पोलेर टिका लाउँछ, त्यहाँबाट चाहिँ खान्छ। यो वनतरुल फर्स्टमा पोल्छ, त्यहाँबाट चाहिँ टिका लाउँछ, तिलक भन्छ, त्यहाँबाट चाहिँ खान्छ। यति छ भोलिको लागि। भोलि पकाएर देखायो भने चाहिँ मुखमा थुकाउँछ होला कि, त्यही भएर चाहिँ काँचै देखाइदिएको नि त मैले चाहिँ। कहाँ बजार हिँड्दा पर सामान राख्नु पर राख्नुपर्छ। म यहाँ आइरहेको छु कि।